हेलो एभ्रिवान, वेलकम एन्ड ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियो टेक्निकल आरके च्यानलमा। म आज युट्युब, टिकटक, फेसबुक लगायत सम्पूर्ण सोशल मिडियाहरूमा कसरी अगाडि बढ्ने भनेर भिडियो बनाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। साथै भिडियोलाई लाइक गर्नु भएको छैन भने लाइक गर्नुहोस् र छेउमा रहेको बेल आइकनलाई प्रेस गरेर सब्स्क्राइब गर्नुहोस्। आगामी दिनहरूमा अपलोड हुने भिडियो हजुरहरूलाई काम लाग्न सक्छ। अब लागौं भिडियोतिर। लेट स्टार्टेड टु द भिडियो। हामीलाई जुनसुकै सोशल मिडियामा पनि अगाडि बढ्नको लागि एकअर्काको साथ र सपोर्ट चाहिन्छ। जस्तै मानौ कि आकाशबाट खसेको पानीको एक थोपाले जमिनमा आएर नाला बन्न पुग्दैन। जब पानीको थोपा थोपा मिलेर बग्न थाल्छ नि, त्यसपछि मात्र धरतीमा पानीको नाला बग्न थाल्छ। त्यस्तै सोशल मिडियाहरूमा पनि एकदेखि स्टार्ट भएर 10-20 गर्दै माथि पुग्ने हो। जब मैले युट्युब च्यानल क्रिएट गरेको थिएँ त्यति बेला मेरो सब्स्क्राइब 1 नै सुरु भएको थियो र अहिले 1000 सम्म पुग्न लागिसकेको छ। जब हामीलाई सोशल मिडियामा कसैको साथ र सपोर्ट मिल्छ त्यति बेला फिल नै अर्कै हुन्छ। लाग्छ कि मलाई साथ र सपोर्ट दिने मान्छे पनि कोही रहेछ भनेर। मैले पनि 0 देखि नै स्टार्ट गरेको थिएँ र अहिले कसैको साथ पाउँदैछु अनि सपोर्ट पनि गर्दै। मैले पनि 0 देखि नै स्टार्ट गरेको थिएँ र अहिले कसैको साथ र सपोर्टले माथि पुग्न गइरहेको छु। जब हामीले एकले अर्कालाई सपोर्ट गर्दा हाम्रो केही नि जाँदैन त सपोर्ट गर्नलाई पछि चाहिँ हट्नु किन पर्यो। लागौं अब एकले अर्कालाई सपोर्ट गर्न र बढौं अगाडितिर। मलाई लाग्छ कसैलाई साथ र सहयोग गर्नु एकदमै ठुलो कुरा हुन्छ भनेर। मलाई अरूसँग आकर्षित हुनु छैन र कसैको अगाडि घमण्डी नि बन्नु छैन। मलाई त यो छ कि आफ्नो सपनालाई पुरा गर्ने र आफ्नो लक्ष्यलाई निरन्तरता दिने। मेरो सानैदेखिको ड्रिम्स छ एउटा, पुरा हुन्छ या हुँदैन त्यो त मलाई थाहा छैन, तर कदापि हार मान्ने छैन। अब मैले त्यो कामलाई निरन्तरता दिँदै गए र मलाई सफलता पनि मिल्दै गयो। भन्छ नि मान्छेले, कसैसँग रिसाएर होइन र झर्केर होइन, मुस्कान दिएर कुरा गर, तिमीसँग आफै प्रेरित हुन्छ भनेर। तिमी निराश छौ, कसैको अगाडि निराश भएर नबस। बस तिम्रो त्यो ओठमा झुट र मुस्कान मात्र ल्याऊ, लाग्छ उसलाई यो मान्छे साह्रै खुसी छ भनेर। के नै थाहा हुन्छ र उसलाई जब तिम्रो मनमा केही बितिरहेको छ र केही भइरहेको छ भनेर। जब तिमीले आफ्नो मनको कुरा भन्छौ नि, त्यसपछि मात्र थाहा हुन्छ उसलाई तिमीप्रति के भइरहेको छ भनेर। जब हामी कसैको साथ बिना आफ्नो सोशल मिडियामा जति निरन्तरता दिँदा पनि त्यो काम कहिले सफल हुन सक्दैन। सफल त त्यसपछि मात्र हुन्छ जब कसैको साथ र सपोर्ट मिल्छ। आजकल मान्छेले यो भन्छ कि आफ्नो युट्युब च्यानलको भिडियोमा भ्युज आएन भनेर। उनीहरूले पहिले पनि भ्युज नआएर भिडियो डिलिट गरेका हुन्छन् र अहिले पनि भिडियोहरूमा त्यस्तै समस्या देखिरहेको हुन्छ। त्यसको समस्या पब्लिक होइन कि आफैले गल्ती गरेर हो। किनकि भिडियो अपलोड गर्दा थम्बनेल एन्ड टाइटल नै मिल्दैन त कसरी भ्युज आउँछ। भ्युज आउनको लागि सबैभन्दा टाइटल एन्ड थम्बनेल पनि मिल्नुपर्छ। जब कसैले सर्च गर्दा हाम्रो भिडियोको टाइटल अगाडि आओस् र टाइटल यस्तो हुनुपर्छ कि भाइरल हुने जस्तो, कुन खालको ट्रेन्ड छ आजकल, कुन खाल चलिरहेको छ र टाइटल पनि त्यस्तै खालको लगाउनु पर्छ चलिरहेको। आजकल मान्छेले युट्युबमा के टाइटल सर्च गर्छन् भनेपछि प्राय मान्छेले मुभी एन्ड सङ मात्र सर्च गर्छ र टाइटल पनि त्यस्तै खालको लगाउनु कि जब मान्छेले सर्च गर्दा हाम्रो भिडियो नै पहिले आओस्। भिडियोको टाइटल लेख्दा यो नलेख्नुहोस् कि जब भिलेजको छ भने भिलेज यताउता भनेर, माउन्टेनको छ भने माउन्टेन भनेर। जब भिडियो नै हाल्नु छ भने न्यू भिडियो यताउता गरेर हाल्नुहोस् र गीत हाल्नु छ भने न्यू सङ भनेर यताउता त्यस्तै मिलाएर हाल्नुहोस्। हामीले लगाउने थम्बनेल 100% राइट र टाइटल पनि त्यस्तै 100% राइट छ भने हामीले अपलोड गरेको भिडियोमा 10-20 हजार भ्युज त मजाले आउँछ। सबभन्दा हामीले हाम्रो गल्तीलाई सुधारौं र युट्युब प्रति निरन्तरता दिऊ।